ल आज हामी पढ्छौँ जापानिज भाषा है। जापानिज भाषा सुरुमा पढ्दाखेरि के पढ्छौँ हामी हिरागानाबाट सुरु गर्छौँ है। जापानिज भाषा नमिलेको हो यो। खादिने जस्तो हो कि यो। ल हामी सुरु गर्छौँ जापानिज भाषा है। जापानिज भाषा है। जापानिज भाषा हामी सुरु गर्छौँ जापानिज भाषा है। जापानिज भाषामा हामी अहिलेलाई खान्जी सान्जी छोड्दिउँ। अहिले सुरुमा हामी दुईवटा पढ्छौँ। आजलाई दुईवटा पढ्छौँ सुरुमा, एउटा हिरागाना एउटा कातागाना है। आजको दिनलाई जस्तो कि अब एकमा हिरागाना एउटा पढ्छौँ है। दुईमा कातागाना पढ्छौँ है। कातागाना पछि हामी अर्को पढ्छौँ खान्जी। त्यो खान्जी अहिले छोडिदिउँ। पहिला हिरागाना र कातागाना जानौँ अनि त्यसपछि बल्ल खान्जी अनि अरू हेरौँला है। सुरुमा छ हाम्रो एकमा छ हिरागाना है। सुरुमा हिरागाना कतिवटा हुन्छ? 46 वटा हुन्छ है। हामीले पढ्नुपर्छ 46 वटा हिरागाना है। 46 वटा हिरागाना पढ्नुपर्छ। अब हिरागाना हामीलाई सुरुमा त लेख्ने तरिका थाहा पाउनुपर्छ है। लेख्ने तरिका थाहा पाउनुपर्छ। जस्तो कि हाम्रो भावल लेटर हुन्छ नि, स्वर भावल लेटरहरू जस्तो कि आ भन्ने, ई भन्ने, उ भन्ने, ए है, ए भन्ने अनि अर्को ओ भन्ने हुन्छ। ओ भन्ने यी चारवटा चाहिँ है। यी चारवटा चाहिँ स्वर व्यञ्जन अथवा भावल लेटर है। यी चारवटा जस्तो कि यसलाई आ लेख्दाखेरि कसरी लेख्छौँ हामी? आ ट्याक्क एक स्टेप है, सिधा तान्ने। ल यो अलि बाङ्गो भयो। जस्तो कि यसलाई सिधा तान्ने अनि यहाँबाट माथिबाट यस्तो हल्का बाङ्गो गर्ने यतिको है। अनि होरी यहाँबाट झट्ट ल्याउने अनि यसरी लाने। यो के भयो? आ भयो। के भयो त? आ है। पहिला के गर्ने त? पहिला यस्तो गर्ने। पहिला सिधा तान्ने, टक्क एउटा सिधा तान्ने अनि माथिबाट चट्ट छड्की भनेर यस्तो तान्ने है। अनि त्यसपछि यहाँबाट फेरि चट्ट घुमाएर यति ल्याइदिने। के भयो? अझै यो हल्का घुम्छ यता यस्तो। के भयो? आ भयो। ई सजिलो हो। ई जस्तो कि ट्याक्क गर्दै यस्तो गरिदियो, सी जस्तो ट्याक्क अनि यहाँ माथिबाट ई है। ई भयो यो है। यस्तो ट्याक्क लगाउँदै यसरी अनि माथि यो अझै भएन है।
हामीले जति प्र्याक्टिस गर्यो त्यति आउने हो यो लेखाइ। जस्तै कि यसलाई यस्तो गरिदियो अनि यहाँ माथिबाट ट्याक्क यति तानिदियो, ई भयो यो चाहिँ है। अब ऊ लेख्न पर्यो है। यो त भयो के आ अनि ई हैन। आ ई उ ए, आ ई उ ए ओ, ओसँग छ नि त हैन। यो ई भयो, यो आ ई भयो हैन। अब हामी लेख्छौं उ, जस्तै ट्याक्कै अनि माथिबाट च्याट्ट दिने यति उ। जस्तै कि हल्का तल घोप्टेको सी जस्तो बनाउने यस्तो अनि माथिबाट ठ्याक्क दिने के भयो यो उ भयो। ए माथिको छोटो तान्ने यति, त्यहाँबाट अनि यताको अलि लामो तान्ने है, त्यो भन्दा लामो होस् अनि यता जाओस् अनि यहाँबाट तल यति झार्दिने ए। जस्तो कि ट्याक्क ट्याक्क अलि लामो यो अनि ट्याक्क अनि यस्तो तान्दिने, यो के भयो अनि माथि यस्तो गरेपछि ए। यो के भयो त ए। अब ए पछि ओ, ओ को पालो आयो है। यो त भयो ओ। अब ओ चाहिँ ट्याक्कै एउटा फेरि पहिला आ लेखेको थियो सिधा तान्ने, त्यसपछि माथिबाट चट्ट तल तान्ने अनि घुमाइदिने, चट्ट घुमाइदिने। यो घुमाइदिएको फेरि यो घुमाइदिएको छ नि तलबाट चाहिँ लाने, यो निस्क्यो अलिकति है, लाने ओ भयो है। जस्तो कि यहाँनिर म अझ राम्रोसँग देखिन्छ है, ट्याक्क लाने, ट्याक्क जोड्ने अनि फेरि यहीँबाट ट्वाक्क ल्याउने अनि यहाँ थोपा तान्दैछ। यो के भयो ओ भयो, सेम क जस्तै देखिन्छ नि ओ भयो है। यो के भयो त हाम्रो आ ई उ ए ओ है। आ ई ए ओ भयो है। हामीले त्यो पेनले भन्दा नि पेन्सिलले लेख्दा चाहिँ एकदम आफूलाई फाइदा हुन्छ है। मेट्न नि पायो बिग्रिएको ठाउँमा, सच्याउन मेट्न पायो। अर्को भयो के काफी के रहेछ यहाँ ऊ के रहेछ ज्या हुन्छ त्यो है। यो के भयो ओ भयो। अब हामी पढ्छौँ, अब यो आई त थाहा भयो। अब अर्को स्टेप छ क का की, काको पालो का काको पालो का। का पछि के हुन्छ की हुन्छ, की पछि के हुन्छ कु, कु पछि के हुन्छ के पछि के आउने भयो फेरि को आउने भयो। काकी को, काकी कु के को, काकी कु के को है। यसरी सम्झिनु पर्यो। अनि का लेख्न पर्यो भने ठ्याक्क यस्तो बाङ्गो ठ्याक्क यता हल्का घुमाएर यता ल्याउने अनि यहाँबाट चट्ट लाने अनि यहाँबाट यस्तरी घुमाउने, यहाँ चुचो पार्नु भएन है। जस्तो कि यहाँबाट च्याक्क लगाएपछि सिधै झारिदिने का भयो। चुचो नबनाउने है, चुचो बनायो भने खाता हुन्छ। का भयो। की लेख्दाखेरि ट्याक्क दुईटा धर्स तान्ने, ट्याक्क छड्के तान्ने है अनि यहाँ यति लाग्ने अनि यहाँबाट सानो गुड्रु जस्तो गरिदिने, के भयो की भयो है। की भयो। कु सजिलो हो कु है, कु भयो। अब केमा च्याट्ट एउटा धर्स तान्ने अनि यहाँ स्याट्ट यस्तो गरिदिने है अनि यहाँ च्याट्ट काट्दिने के भयो है। के को, अब को च्याट्ट तल यस्तो तान्दिने
अनि तलबाट फेरि च्याट्टै यसरी राखिदिने। के भयो यो? हेर्नुहोस् त, को भयो है। त्यो गर्दैछ को भयो। अब आयो अर्को, का पछि के आउँछ? सा। साको पालो आउँछ। साको के हुन्छ? सा, सी, अनि सु, अनि से, अनि सो, हैन? सा, सी, सु, से, सो। यसलाई चाहिँ हैन सा लेख्दाखेरि कसरी लेख्ने? ठ्याक्कै यही जस्तो तर अलिकति एउटा मात्रै दर्शाउँछ यसमा चाहिँ। ट्याक्क एउटा दर्श तान्ने अनि ट्याक्क ल्याएर यस्तो गर्ने अनि ट्याक्क यस्तो गरिदिने। सा। यो के हो? सा। सी। सी चाहिँ यस्तो ट्याक्क ल्याउने अनि सठ घुमाउने। सी। सु। सु अलि फरक छ है। सुलाई तान्ने अनि ठाडो सट्ठ ल्याउने, घुमाइदिने अनि फेरि यतै घुमाइदिने। यसरी यतै घुमाइदिने। के भयो? सु भयो। अलि यो जोड्या जस्तो देखियो है त। फेरि है त ट्याक्क तान्ने, तेर्सो धर्छ अनि माथिबाट सट्ठ ल्याउने अनि च्याट्ट घुमाइदिने। सु भयो है। सु। अब से। ठ्याक्कै यसको उल्टो हो से। यहाँबाट ट्याक्क यता लाने अनि टक्क माथि ल्याएर यहाँ यति उठाउने है अनि ट्याक्क यहाँबाट काटिदिने। के भयो? से भयो। अब आयो सो है। सो। सोलाई चाहिँ ट्याक्क यता लाने अनि यता ल्याउने, फेरि यता लाने, फेरि यहाँ यस्तो गरिदिने। सो भयो है। सो भयो। सा, सी, सु, से, सो। पछि के आउँछ? सा पछि ता आउँछ। ता। ता। ताको चाहिँ जहिले के हुन्छ? ता, ती, तु, ते हुँदैन। ताको चाहिँ यहाँ चाहिँ तीनवटा अक्षर चाहिँ फरक हुन्छ। जस्तो कि यहाँको तीनवटा, जस्तो कि यहाँको यो दुईटा अक्षर है फरक हुन्छ। चाहिँ ताको ची हुन्छ, ची हुन आउँछ है। अनि यहाँ चु हुन आउँछ। त्यसपछि अरू त के हुन्छ? ते अनि तो है। ते अनि तो दुईटै हुन्छ है त। ताको चाहिँ है दुईटा चाहिँ के हुने भयो? फरक ची चु हुने भयो। ता ती होइन कि ता ची चु ते तो हुने भयो है। ता लेख्नलाई तिर्सो तान्ने अनि यो हल्का छड्के तान्ने अनि यहाँ एउटा धर्स तान्ने अनि तलबाट हल्का गुड जस्तो दिने। के भयो? ता। ता भयो। अब ता भयो। अब के लेख्नु पर्यो? ची, चु, चे। ची सेम यसकै हो तर उल्टो यसको ठ्याक्कै। ट्याक्क तान्ने अनि यता 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 लगेको थियो, यसरी लगेको थियो कि र सीमा। अब यसको यता ल्याउने, ट्याक्क ट्याक्क ल्याउने अनि यहाँ ल्याइसकेपछि है ची। अलि धेरै माथि जाने नै होइन, यो हल्का हल्का हो है, हल्का। ल ची, ता, ची, चु। चु फेरि ट्याक्क लाने अनि ल कति सजिलो हो यो त। चु त ट्याक्क यताबाट स्वाठ जाने अनि यति घुमाइदिने। चु। ते। यो ची चु भयो। अब फेरि ते नै आयो। ते सिधा तान्ने लामो अनि अलिकति यहाँ घुमाइदिने। ते। आठ जस्तै हुन्छ, ठ्याक्कै आठ जस्तै हुन्छ। ते। तो। तो फेरि सजिलो छ। तो ट्याक्क यहाँ गर्ने अनि सी जस्तो बनाइदिने। ठ्याक्कै सी जस्तो बनाइदिने। तो। हल्का तल घोटेको हुन्छ। तो। ता, ती, तु, ता, ची, चु, ते, तो है। अब यहाँ आयो ता पछि के आउँछ? ना। ना। नाको के हुन्छ? नाको नि, नु, ने,
अनि नो हुन्छ नानी नुने नो ना लेख्नलाई के गर्नु पर्यो ना लेख्नलाई सेम यस्तै हो ट्याक्क यति गर्ने छड्के दर्श तान्ने यहाँ फेरि ट्याक्क यस्तो गर्ने अनि यहाँ माथि एउटा थोरै तान्दिने के भयो ना भयो दुई घन्टा तल यहाँ इन्टु लेख्या च्याट्ट काटे यस्तो काट्दिने यो के भयो न नीको फेरि ट्याक्क ठाडो दर्श तान्ने अनि थोरै लाने यति उठाउने अनि यहाँ माथि सानो दर्श दिने तलबाट फेरि सानो गुड जस्तो नि भयो के भयो नि नु लेख्न चाहिँ फेरि अजिलो सबैले धेरैलाई अजिलो लाग्ला ट्याक्क पहिला चाहिँ यति तान्ने अनि वाइ लेखेको जस्तो यताबाट फेरि चट्ट यति तान्ने अनि यहाँबाट यस्तरी घुमाइदिएर अनि फेरि यहाँ गाँडो पारिदिने फेरि है नु लेख्दाखेरि कसरी त ट्याक्क यसरी ल्याउने अनि यताबाट ल्याउने अनि फेरि यस्तरी घुमाइदिने अनि फेरि यहाँ चट्ट काट्दिने के भयो यो नु ने पनि अलि हसिलो छ दुई औँले त्र लेख्ने पहिला सिधा तान्ने अनि त्र लेख्ने त्यसपछि यो तलपट्टिकोबाट यस्तरी लगेर घुमाएर फेरि यहाँ लगेर यस्तो गर्ने ने के भयो ने नो त अब अलि सजिलो भयो टक्क यहाँबाट फेरि निर्मिट नफेरि खप्पै न यस्तो 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 होइन यसरी नबनाउने होइन ट्याक्क यति ल्याउने अनि यहाँबाट घुमाइदिने ठ्याक्क बिचमा पार्ने न है नो भयो नानी नुने नो भयो है नानी नुने नो अब त्यसपछि गयो अब नापछि के आउँछ हाको हिको फेरि हि हुन्छ यहाँ फेरि के हुन्छ फु हुन्छ है अस्को अर्को ताको चिचु भए जस्तै यहाँको हाको हि अनि फु हुन्छ अनि यहाँ त फेरि हे नै हुने हो हे यहाँ हो नै हुने भयो हो हा हि फु हे हो हुने भयो है ल हाको लेखौँ है त हा सहिलो हो ट्याक्क तान्ने धर्स तान्ने माथि लाने ट्याक्क तान्ने यहाँ गाँठो पार्ने ट्याक्क अनि फेरि यहाँ बिचैबाट काट्दिने हा है हि अलि अजिलो होला तपाईँहरूलाई ट्याक्कै एउटा चुचो बनाउने अनि यहाँबाट तल झार्ने फेरि माथि लाने अनि फेरि यसरी झार्ने हि है हि अलि अजिलो होला प्र्याक्टिस गर्दै गएपछि जानिन्छ अर्को फुको फेरि जे जस्तो बनाउने अनि यहाँ माथि लाइन तान्ने ठ्याक्कै जे जस्तो बनाउने अनि माथिबाट लाइन तान्ने अनि यहाँ एउटा के भयो यो फु हुन्छ यसलाई चाहिँ हे सहिलो हो ट्याक्क उल्टो गुट हो ठ्याक्क माथि लाने अनि ट्याक्क झार्दिने हे हो ठ्याक्कै हा लेखे जस्तै हो ट्याक्क लाने गाँटो पारिदिने यहाँ एउटा माथि एउटा के भयो हो भयो है हो भयो अब हो पछि मा आउँछ माको के हुन्छ मीको मु पछि मे पछि मो आउँछ हैन मामी मु मे मो यसरी सम्झिने मामी मु मे मो आ इ उ ए ओ यसरी सम्झे जस्तै मामी मु मे मो सम्झिने मा लेख्दाखेरि ठ्याक्कै हा लेखे जस्तै हो तर अलिकति छुट्यो होइन एउटा मात्रै यहाँ ट्याक्क तानिदिने अनि यहाँ एउटा अनि यहाँ एउटा माथि अलिकति स्पेस हुनुपर्छ है अलिकति यहाँ स्पेस हुनुपर्छ है मी लेख्न धेरै लसिलो हुन्छ ट्याक्क यो पहिला लाने यहाँ तल ल्याउने अनि यहाँ हल्का गाँटो पारिदिने यता लाने अनि तान्दिने
हल्का उता निस्किएको गर्नुपर्छ अलिकति मी मामी। अब मु लेख्न चाहिँ फेरि सुको उल्टो हो ठ्याक्कै ट्याक्क तान्ने गाँठो पार्ने अनि उता लाने अहिलेको सु ट्याक्क ल्याएर यता फर्केको थियो है। अब चाहिँ यो चाहिँ उता फर्किने भयो है। अनि यहाँ टक्क थोरै थोप्लिदिएपछि भइगयो है सु। सु पछि के आउँछ से। सेको हे ठ्याक्कै उसले सेलाई मामी मु मे से भन्न आएछ सरी से त माथि गएको नि मामी मु अब मे। अब हामीले यहाँ नु लेखेको थियो नि गाँठो पारेको थियो यो गाँठो पार्नु पर्दैन ठ्याक्कै त्यस्तै हो ट्याक्क ल्याउने ट्याक्क यताबाट लाने अनि यस्तो यो भयो मे। मे पछि के आउँछ मो। मो चाहिँ सहिले सी लेखेको थिएँ ट्याक्क यति लाने एउटा दुईटा मो है मामी मु मे मो। अब मा सक्यो अब के को आउँछ याको पालो आउँछ याको ई को ई नै हुन्छ यो सेमै हुन्छ उ याको या ई त्यही भयो उ को चाहिँ यु हुन्छ यसको यु ए को ए नै भयो यो को यो हुन्छ ओ हुँदैन यो हुन्छ ए को चाहिँ ए नै हो त्यही हुन्छ है उयो हुन्छ जस्तो कि यहाँ या ट्याक्क लाने हल्का घुमाउने है छाता बनाउनु लाग्छ ट्याक्क लाने घुमाउने अनि हो यहाँनिर थोरै टिका मात्रै ल्याइदिने यहाँनिर त्यसपछि हो यो तल काट्दिने या है या यु फेरि ठ्याक्क 5 बनाएको जस्तो बनाउने ठ्याक्कै 5 लेखे ट्याक्क यति ल्याउने अनि फेरि यहाँबाट चट्ट यति काट्दिने है। अझ राम्रो भएन अझै राम्रो बनाउनु अझै म पनि सिक्दै हो है सिक्दै हो जति प्र्याक्टिस गरे त्यति आउने हो। जस्तो कि यहाँ 5 लेखे जस्तो च्याट्ट लेख्यो अनि यहाँबाट चट्ट काट्ने यस्तो हुन्छ यहाँनिर यति ग्याप हुन्छ यति है यो भयो यु। अब आयो यो फेरि सहिले खै ट्याक्क ताने अनि फेरि यस्तो गर्दै अनि यो भयो त्यो। अब पालो आयो यो पछि रा री रु रे अनि रो हुन्छ रा री रु रे रो है रा। अब रा लेख्नु पऱ्यो ठ्याक्कै अहिले लेखे त 5 जस्तो हल्का छड्के लेख्नु पर्छ यो चाहिँ यस्तो तान्यो अनि यस्तो गर्यो ठ्याक्कै यति हो अनि यहाँ एउटा तानिदिनु पर्छ है रा। री सहिले हो एउटा दर्को री रा री। अब रु अलि असिलो छ क्या रा री रु रे रो अलि हजुर ठ्याक्कै यति तान्ने यो अनि यहाँ ल्यायो ठ्याक्कै लामो भयो अनि ठ्याक्कै ल्याएर दोबारिदियो रु रा री रु रे चाहिँ ठ्याक्कै उयो लेखे जस्तै हो तर अलिकति फरक मात्रै पछाडि घुमाउनु ट्याक्क तान्ने 2 औँली तर्फ बनाउने अनि टक्क लगाएर यता लगिदिने यसरी रे। अब रो फेरि ठ्याक्कै कस्तो छ नि ट्याक्क यही जस्तो हो तर घुमाउनु पर्दैन है ट्याक्क लाने ट्याक्क यता ल्याउने रो यति गरेपछि रो भयो रा री रु रे रो है। अब वाको पालो आयो वाको
इ पनि हुन्न, उ पनि हुन्न, पनि हुन्न, ओ हुन्छ, सबै उइ उइ हो। वा, इ, गु, ये सबै एउटै हो, ओ मात्रै फरक हुन्छ। वाको है त ठ्याक्कै यही हो। यता लानुपर्दैन, यता ल्याए पुग्छ है। ढड्स तान्ने, दुई औँले तल बनाउने, अनि ठ्याक्कै यति घुमाइदिएपछि अलिकति यता ल यति घुमाइदिएपछि वा। ओ है, वा आयो, इ पनि भएन हैन, उ पनि भएन, ए पनि भएन, अब वा, ओ, वाको ओ पहिला ट्याक्क तान्ने आयो, अनि माथिबाट चट्ट ल्याउने, अनि यहाँबाट चट्ट ल्याइसकेपछि यति लाने, अनि यताबाट काट्दिने आधा, वा भयो, वा भयो। अब नानी न ना भयो। अब नको पालो है। नको अरू केही हुन्न, न मात्रै हो। नको पालो। नको चाहिँ के हुन्छ भने ट्याक्क एच लेखे जस्तो ठ्याक्कै अनि तल यता घुमाइदिने न है त, न भयो है त। हजुरले चाहिँ यो चाहिँ लेख्दाखेरि चाहिँ के गर्नुपर्छ भन्दाखेरि, यो प्र्याक्टिस गर्दाखेरि चाहिँ के गर्नुपर्छ भन्दाखेरि, पहिला यो 5 वटा आ इ, यहाँनिर इ अलि जोल्ठ्या जस्तो देखिया त, ए होइन रहेछ। आ इ उ ए ओ छ नि यो है। आ इ उ ए ओ है। पहिला 5 वटा कण्ठ गर्ने, यो 5 वटा कण्ठ गर्ने, अनि यति 5 वटा कण्ठ गरिसकेपछि यो लेख्ने। 5 वटा कण्ठ गरिसकेपछि काको सुरु गर्ने, फेरि का, कि, कु, के, को, फेरि यो लेख्ने। यो फेरि कण्ठ गर्ने, यो आइसकेपछि फेरि यो दुईटा सँगै लेख्ने है। आ र काको सँगै लेख्ने, अनि यो आइसकेपछि फेरि साको सुरु गर्ने, फेरि साको कण्ठ गर्ने, लेख्दा लेख्दा लेख्दै आउने भयो। आएपछि फेरि तिनटै सँगै लेख्ने। यसरी लेख्दै 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 यो 46 वटा त्यही नै लेख्ने। लेखेको लेखे नआउन्जेलसम्म, कहीँ बिचमा कन्फ्युज नआउन्जेलसम्म लेखेको लेखे लेखेको लेखे लेखेको लेखे लेखेको लेखे गर्ने। 50 रुपियाँ 100 रुपियाँको कापी यतिमै खेर फालिदिने, यति लेखेर सिधाइदिने क्या। अनि बल्ल यो कण्ठ हुन्छ है। यो कण्ठ यो कहीँबाट बिचबाट, जस्तो कि बिचबाट यो के हो, जस्तो कि बिचबाट, जस्तो कि बिचबाट मे लेख भन्यो भने, ए बा मे त के होला, बा मे के होला, मे मे भनेर बस्ला होइन। तर मे लेख भनेपछि मे ठ्याक्क मे लेखिदिइहाल्ने मे है। ने लेख भन्यो भने, जस्तो ने लेख भन्यो भने ट्याक्क तान्ने, ने लेखिदिइहाल्ने। दुई औँले त्र तान्ने, यहाँबाट लाने, यति त अन्य के छ र। जस्तो कि उदाहरणको लागि है, उदाहरणको लागि तपाईँलाई जस्तो कि सबभन्दा अलि झुकिने हुन्छ नि, झुकिने जस्तो कि चिलेख भन्यो भने, अब यो चिको के हुन्छ भन्यो भने, अब ची ट्याक्क तान्ने, ट्याक्क ल्याउने ची। अब फेरि झुकाउँछ। सालेख भन्यो भने सा, फेरि ट्याक्क तान्ने, ट्याक्क तान्ने, यता तान्ने, अनि सा। यो किलेख भन्यो भने फेरि कि पनि झुकाइहाल्छ, फेरि किले नि, यिनीहरू त झुकिनेवाला हो नि त, किले नि झुकाइहाल्छ, अनि किलेख भन्छ है। हेर झुक्किने कुराहरू चाहिँ भएन। जे लेख भन्यो त्यही फ्याट 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 लेख्ने हुनुपर्छ। अनि बल्ल हिरागाना कण्ठ भएपछि हामीलाई सहिलो हुन्छ। हिरागाना कण्ठ नहुन्जेलसम्म फेरि त्यो कातागाना पनि असिलो हुन्छ, किनभने हिरागाना र कातागाना झुकिन्छ, तर धेरै कातागानाको हुन्छ। त्यसपछि पछिको पढ्दै गएपछि फेरि खान्जी आउँछ, खान्जी झन् धेरै सजिलो हुन्छ। त्यही भएर हिरागाना बेसिक
बेसिक बेस नै राम्रो भयो भने अरू सबै राम्रो हुन्छ है। त्यही पहिला बेसिक बेस बसाउनु पर्यो, त्यसपछि बल्ल पढ्दै 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 गएपछि त्यसै ट्यालेन्ट भइहाल्छ भने है। ल त सबैलाई यो हेरिसकेपछि चाहिँ यो भिडियो हेरिसकेपछि सबैले लाइक गर्नु होला, च्यानलमा सब्स्क्राइब गर्नु भएन भने सब्स्क्राइब गर्नु होला, अनि मलाई सेयर पनि गरिदिनु होला है त। ल हस् त, धन्यवाद। अब फेरि भोलि अर्को भिडियोहरू पार्ट 2 कातागाना लिएर आउनेछु। हजुरहरू त्यसको पर्खाइमा रहनु होला, त्यसलाई पनि हेरेर साथ दिनु होला। ल हस् त, आजलाई यति नै, धन्यवाद। हस्।